हेलो गाइस, नमस्ते। मेरो नाम हो प्रिन्स बरा। आज हजुरहरूलाई के अरे म आफ्नो घर सफा गर्ने बेला आज कटाइ कुटुम्बले एउटा पुरानो फोटो र मोबाइल भेटाएको छु। गाइस, भिडियो अन्तिमसम्म हेर्नु होला र मेरो के जमानामा युजरको मोबाइल हो हेर्नु होला है गाइस। यो एन्ड्रोइड मोबाइल हो, एउटा एप्पलको मोबाइल आइफोन 5 को। यो मेरो 2014 यो मेरो मम्मीले लिनुभएको यो आइफोन 5। अहिले त्यो मोबाइल बिग्रेर अहिले कहाँ है एउटा नोकियाको मैले खोल भेटाएको छु। हेर्नु, यो मेरो मम्मीले युज गर्नुको जमानाको पो। अब अर्को हेर्नुहोस् गाइस, यो अनरको खोल हेर्नुहोस्। यहाँ अनरको खोलमा यहाँ हेर्नुहोस्, एकछिन है, एकछिन टाइम ला हेर्नुहोस्। हेर्नुहोस्, यो मेरो अनरको मोबाइलभित्र भएको एउटा के अरे नोकिया फोन हेर्नुहोस्। कि नोकिया फोन मैले नि हजुरलाई पनि थाहा पहिला के अरे त्यो प्रिभियस भिडियो जस्तै कमेडी भिडियो अनि त्यसपछि पारेको एक्टिङ गरेको युट्युबको सर्चमा पनि हाल्छु यो भिडियो। यही भिडियो बनाउँदाखेरि यो मोबाइल पनि यो सिसा फुटेर अहिले गइसक्यो। यो अहिले पनि चलिरहेछ। अब यो मोबाइल दिन नि छोड्छ लगाइछ। अब यो मोबाइल रियलमी 7 प्रो यो मोबाइल किनेको त 2020 हो। हेर्नु गाइस, मोबाइल त अहिले यसको डिस्प्ले उडे खाइ कलर त एकदम बबाल मिठो। ब्यागमा हेर गाइस, यो मोबाइलको कलर एकदम मिठो र लाजवाब र बक्सामा नै कलरको नाम लेखेको हुन्छ। र गाइस हेर्नु सक्नुहुन्छ, यो मोबाइलको कलरको रियलमी 7 प्रोको कलरको नाम के सनकिस रेड। हेर्नु, यो बनाएको म्यानुफ्याक्चर डेट 2020 मै हो। हेर्नु यहाँ म्यानुफ्याक्चर डेट ठ्याक्क आज 1 नोभेम्बर होइन आज, अनि 2021 मा लन्च भएको 19 नोभेम्बरमा रहेछ। हेर्नु, भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट सेक्सनमा लेख्नु र मैले पुरानो जमानामा के युज गरेको छु त्यो भिडियोलाई हेर्नु होला। बाई, ह्याभ अ नाइस डे। Subscribe and share it. Okay. Thank you for watching. Bye bye.